मिति 2081 फागुनका आज 25 गते आइतबार हामी छौँ हत्तगढी गाउँपालिका भोजपुरका अध्यक्ष श्री प्रेम कुमार राईज्यू, प्रमुख प्रशासक अधिकृत श्री महेश नेउराज्यू, यसै गरी हत्तगढी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष श्री सुरेश कुमार राईज्यू, पशुपन्छी विकास शाखा तथा जिन्सी शाखा प्रमुख अधिकृत श्री सुमन हेरी राईज्यू, यसै गरी चालक प्रिय भाइ जितबार थापा जितेन अनि म छौँ। हामी छोटो बाटो चुहार पुल गत असोज 10/11/12 2081 असोज 10/11/12 को बाढीले बन्दै गरेको पुल कुनै पिलाइदिने समस्या भयो। यसै गरी झोलुङ पनि झन्ने बगायो। छोटो फेरि छैन, अब कि भोजपुरबाट घुम्नु पऱ्यो। भोजपुरबाट घुम्नुभन्दा राइन्टारको बाटो चाहिँ नजिक भएको हुनाले हामी राइन्टारबाट आज गाउँ फर्किरहेको छौँ। राइन्टारमा चाहिँ माधव निर्वात फेरीबाट डिजलको 30वटा ड्रम, माफ गर्नुहोला 60वटा ड्रमबाट चाहिँ फेरि बनेको रहेछ र सानो गाडीहरू त 3-4 जना मान्छेले पनि डोरीबाट यसो डोरीको सहयोगले बाँसको सहयोगले तान्नु हुँदो रहेछ। एउटा एक खालको यो अब हाम्रो पालिकाको गाडी र एउटा अर्को प्यासेन्जर गाडी चाहिँ प्राइभेट गाडी यहाँ तर्दैछ। म यसको भिडियो यहाँसम्म चाहिँ राखिरहेको छु। अन्त जो माथि हुनुहुन्छ यता हुनुहुन्छ हाम्रो प्रपर वडा अध्यक्ष र सुमनहरूले जितेन भाइ त्यही परै हुनुहुन्छ फेरिमै। झोलुङपुर राइन्टारको नाम मात्रै सुनिराखेको, यहाँ आज आउने सौभाग्य प्राप्त भयो। अनि यसरी राइन्टार पुल विगत 10 सालदेखि जति नै भयो होला पुलको काम भइरहेछ। यहाँ कसले कति गर्ने भन्ने कुरो चाहिँ कहिलेकाहीँ सामैसँग हेर्नु पाइन्छ, कसले कति गर्यो यसो, तर यो सम्पन्न चाहिँ भएको छैन। भूतपूर्व प्रधानमन्त्री माननीय शेरबहादुर प्रधानमन्त्री हुँदा नै आएर यहाँ शिलान्यास गरे जस्तो लाग्छ। यसरी हाम्रो यहाँ गाडीहरू तर्ने क्रममा छ। अब खोला तरी जाऊँ भन्दा किनारैमा बाढी आयो, जुन खोजे जिन्दगीमा तर अन्धकार छायो, जुन खोजे जिन्दगीमा तर अन्धकार छायो, खोला तरी जाऊँ भन्दा यो वारिपारि एउटा डोरी टाँगेको छ अनि बिचबाट फेरि अर्को डोरी, जम्मा 2टा डोरी यसरी गरेको छ। वारिपारि खामहरू रूपमा छ तल्लोपट्टि पनि। अब बिचमा आइसकेको छ हाम्रो गाडीहरू। बिचबाट अर्को डोरीबाट गर्ने हो। म सम्पूर्ण भिडियो हजुर राख्छु। सपना धेरै सजाए थिएँ मैले आफ्नो जिन्दगीमा,
सपना धेरै सजाएथे मैले आफ्नो जिन्दगीमा साकार हुनु कता कता परे समय बन्धकीमा एउटा दियो सल्काउँ भन्दा कहाँबाट आँधी आयो जुन खोजे जिन्दगीमा तर अन्धकार त्यही हो आइसकेको छ वारिपट्टि आयो आइसकेको छ यहाँ दुईवटा गाडी हाम्रो माथि यो सबै खयर यता यस्तो नै खयर यो रान्डर पक्की पुल बनिरहेको छ 10 तलादेखि त्यसको यो पिलर होला पिलर फुलपति चढाएथे देउता भाकी देउरालीमा फुलपति चढाएथे देउता भाकी देउरालीमा खुसी फुल्छ ठान्थे मनको सुन्दर फुलबारीमा भइकन सहेरो भन्दा समयले पर्दा लायो जुन खोजे जिन्दगीमा तर कति गाह्रो छ भाइ तान्नुलाई गाह्रै हुन्छ गाह्रो हुन्छ यो तान्नु चाहिँ हाम्रो एकजना यङ भाइ हुनुहुन्छ तान्ने उहाँलाई सोधेको यो चाहिँ मान्छेले बनाएको हो यो धातुको रहेछ यो ड्रम अट्ने चाहिँ कति रहेछ 1 2 3 4 60वटा होइन 80वटा पो रहेछ त तपाईँ त 3टा लाइन जस्तो लगाएको थियो 4टा लाइन विश्वको 80वटा छ हो भाइको नाम र ठेगाना बताउनु त कता भन्नुभयो ए त माथि माझी हुनुहुन्छ नवीन माझी कति गर्नुहुन्छ माझी कति गर्नुहुन्छ हो तपाईँले राम्रो पौडी खेल्न आउँछ होला है आउँछ घर पास ए आठ 10 मिनट तरिहाल्छ त अन्त जुन खोजी खोला तरी जाउँ भन्दा किनारीमा बाढी आयो जुन खोजी जिन्दगीमा तर अन्धकार छायो यो 2060 सालतिर लेखेको गीत सायद त्यस बेला होला गुरु सुन्दर राईले सङ्गीत गर्नुभएको गीत भर्खरै रेकर्ड भयो फाइदा भयो आज त्यो किनारमा बसेर रान्टारको गाउन पायो यहाँ ड्राइभरको देखाउँदैछ
यसरी ट्याक्क 10 मिनट जतिमा आइपुग्दो रहेछ। यहाँ चाहिँ यसरी जाली थिचेको रहेछ। जालीको मतलब ढुङ्गा भरेर अनि त्यहाँ चाहिँ अल्झाउने रहेछ ल्याएर गाडी फेरि ल्याएर निर्मित फेरि ल्याएर यसरी ल यसरी चक्का राख्नु यसरी ट्याक्क राख्दैन ल्याएर सफा गर्नुपर्छ। अब गुरुजीले अब यसरी हामी फेरि यता यो पाङ्चा हो काम्चा गाउँपालिका भन्छ पाङ्चा। हामी पाङ्चा त्यसरी राख्छौँ। हाम्रो यहाँ बुद्धहरू पुरा हातिरहेको छ। बस